यो चाहिँ हाम्रो गडलाइनको पुरानो रेन्जर अफिस है। यो चाहिँ पुरानो रेन्जर अफिस गडलाइनको, पर्सा जिल्ला ठोडी गाउँपालिका, यो के भन्छ गडलाइनको सबभन्दा पुरानो रेन्जर अफिस। पहिला चाहिँ यहाँ अब के हुन्थ्यो, अब यहाँ जो जङ्गलबाट आउने कामकाजहरू हरेक चिजहरू यहीँबाट गरिन्थ्यो होइन। अनि बिचमा शस्त्रहरू आर्मीहरू आयो, आएर आर्मीहरू बस्नुभयो। उहाँहरू हाम्रो रेन्जर अफिसको सरकारी अफिसरहरू चाहिँ पछि यहाँबाट सरेर अब उहाँहरू चाहिँ कहाँ जानुभयो थाहा भएन होइन। यो चाहिँ बडा याद आउँछ यो ठाउँको चाहिँ मलाई, किन भन्दाखेरि यो ठाउँ भने एकदम राम्रो ठाउँ आउँछ मलाई। जङ्गलको बिचमा छ यो रेन्जर अफिस होइन। अनि यहाँ पछि बिचमा उहाँहरू हटिसकेपछि के अरे के भन्छ आर्मीहरू आउनुभयो, आर्मीहरू बस्नुभयो। यहाँ चाहिँ अहिले हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीको अब यो गाउँपालिकाको अब हुन्छ नि यो वडाको अब के भन्छ बैठक बसेको अब आउने 84मा हुने चुनावको लागि। अनि अब यहाँ पछि आएर आर्मीहरू बस्नुभयो, आर्मीहरू कति बस्नुभयो होइन। बस्यो उहाँहरू फेरि जानुभयो। अनि पछि फेरि यहाँ शस्त्रहरू आएर बस्नुभयो यो ठाउँमै होइन। यो ठाउँमा फेरि शस्त्रहरू आएर बस्नुभयो। यहाँबाट फेरि शस्त्रहरू धेरै बसेर पछि यहाँबाट उहाँहरू फेरि अहिले बाघमुर्जा भन्ने ठाउँमा गएको छ। अहिले बाघमुर्जा भन्ने ठाउँमा गएर बस्नुभएको छ। तर अहिले यहाँ चाहिँ खाली भएको अवस्था, पानी ट्याङ्की पनि छन् यहाँ। अब यहाँ मान्छे पनि छैन, कोही पनि छैन होइन। नभएपछि के गर्नु त, अब यो अस्तव्यस्त छ। अब आरिकपछि केही उपयोग आउँछ होला यो। अब बढी चाहिँ यहाँ हेर्दाखेरि आँपको रुखहरू छ। यहाँ हेर्नु तपाईँहरूले आँप फलेको देखिरहनु भएको छ है, सानसानो है। बढी चाहिँ यहाँ आँपकै रुख छ, यहाँ आँपकै रुख छ यो ठाउँमा चाहिँ। अब यहाँ पहिला हाम्रो अब जस्तै हाम्रो रेन्जर सरहरूले रोप्नु भएको होला, यो वृक्षारोपण गर्नुभएको थियो होला होइन। जङ्गल चाहिँ यही छ। अब यहाँ प्रतीक्षालय छ। पहिला यहाँ खाना बनाएर खाने ठाउँ थियो यो गोठमा होइन। अब त्यहाँ शौचालय छ। यो चाहिँ पर्सा राष्ट्रिय निकुञ्जभित्रमा पर्छ, पर्सा राष्ट्रिय निकुञ्जभित्र पर्छ। अब यहाँ जनावरहरू धेरै छ भन्छ, तर यो चाहिँ अहिले यहाँ चाहिँ होइन, यो चाहिँ अब खुल्ला छ। योभन्दा भित्र चाहिँ अब पर्सा राष्ट्रिय निकुञ्ज पर्छ हाम्रो, यस्तो छ है। अब यहाँबाट त्यहाँ हेऱ्यो भने चाहिँ त्यहाँ चाहिँ अहिले एउटा नयाँ एकदम राम्रो पार्क बनाएको छ, ताल छ बिचमा। अनि त्यहाँबाट जस हिँड्नलाई बिहान मर्निङ वाक हिँड्नलाई चाहिँ अब त्यहाँ यसो वे बनाएको छ, बाटो बनाएको छ। अनि त्यहाँ बच्चाहरू खेलिरहेको छ त्यहाँ पनि होइन। अब यो बिस्तारै यहाँको केही संरक्षण हुन्छ अब बिस्तारै। अब अहिले त भित्र यो पर्सा राष्ट्रिय निकुञ्ज त अब आर्मीहरूले हेर्नु भएको छ होइन। अब अहिले यो ठाउँलाई चाहिँ अलिकति फोहोर मैलो यताउता भएको छ। अब यहाँ हेर्दाखेरि चाहिँ हामीले हेर्दाखेरि जस्तै अब यहाँ रङ लागेको ठाउँ यस्तो भएको छ। यो भन्दा धेरै नराम्रो हो नि त। त्यही भएर चाहिँ अब बिस्तारै कुराहरू उठ्दैछ। अब यो चिजहरू सब चेन्ज गर्छन्। यो चाहिँ हाम्रो रेन्जर अफिस। यो चाहिँ अहिले मैले ठ्याक्कै पछाडि भन्दा ठ्याक्कै ब्याक साइडबाट देखेर चाहिँ पछाडिबाट यहाँ यस्ता छन् है। यो चाहिँ हाम्रो गडवालाइनको पुरानो रेन्जर अफिस। र आज चाहिँ हाम्रो यहाँ राजसभाको मिटिङ भएर चाहिँ आज मैले यो ठाउँको चाहिँ जस्तै यो स्थलको चाहिँ अब भिडियो गर्नु पाएको खुसी लाग्यो। धेरै पछि आएको म यहाँ है। यस्तै आएर यस्तो छ रेन्जर अफिस, पुरानो रेन्जर अफिस। अब भित्रै गएर पनि देखाउँछु म है, भित्रै गएर पनि देखाउँछु म। अब के थियो होला यहाँ र अब त यो भित्र त थाहा छैन होइन। यो भित्र भयो
के थियो होला यहाँ लाइनहरू छ अझै पनि लाइनबाट काम त गर्दैन होला है हामीतिर के छ होला के छ छैन यो चाहिँ राजसभाको मिटिङ आजको राजसभाको मिटिङ है यो चाहिँ हाम्रो श्रमिक रुख छ यहाँ चाहिँ बिचमा चाहिँ प्रायः चाहिँ यहाँ सबै आँपको रुखहरू हुन्छ ल प्यारा मेरा साथीभाइ तथा दिदीबहिनीहरू आजको मिटिङ बर्खास्त भएको अवस्था